जाने के लिए तैयारी। के भन्नु छ युट्युब सिक्नु छ भने यसो भन न। छैन फ्यामिलीहरूले सब्सक्राइब गर्नुहुन्छ कि मेरो केही छैन युट्युब। Kalangita view guys. Harbasi hai guys. You can see. This is already boot. This boot lara. Taina tiko dhokra jasto banaera Divraj. Hello bhana na yaar. Hello guys. Nishal. Hello ke bhana. Hello. यहाँ तो के छ भन त तिमी नि आउँछ युट्युबमा जाडो छ भन्देऊ न त्यही हो सो गाइस अहिले चाहिँ हामी कलङ्कीबाट हिँडिसकेका छौँ होइन अब गीत बजाउने तयारीमा छ यहाँ कुन ठाउँ हो बालकुमारी क्षेत्र यशोधारी यस्तो कच्ची बाटो रहेछ कलङ्कीबाट फर्स्ट टाइम आएकै मान्छे त रमाइलो छ पुरै गाउँ रहेछ क्या त सो यति बेला चाहिँ हामी ओइ क्याटेन त ठ्याउ यार वाउ दामी हो दामी साला धुलो चाहिँ लास्टै रहेछ यार ओहो ठाउँ त गाउँमै रहेछ यार त कलङ्कीबाट मुन्तिर आएपछि त गाउँमै रहेछ त हाम्रो गाउँ जस्तै रहेछ ल ठ्याक्कै यस्तै छ तर हाम्रो गाउँ त्योभन्दा पनि राम्रो छ ल कुन ठाउँ होला है वाउ हुँदै हो तो अहिले चाहिँ हामी दार्जिलिङमा आइपुग्यौँ है दार्जिलिङ एउटै ठाउँमा खाना खानको लागि खाल्ला खुल्लीमा नि बिस्तारै चलाउनु के छ प्रवीण सब एकदम निप्छ है के कुन खाना खाँदैछौ तिमी चिकन बेउता लिएको थिएन खाना थलेर नफलाऊ सब बेपहिचान बनाऊ हेलो 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 अरुण आयो न हेलो हेलो होममेड है होममेड के हेर्छ यहाँ आएर त होममेड है सो हामी त्यतिखेर मुगलिङमा छौँ है मुगलिङ
मिलिटेरीको जुत्ता मेरो परेड खेल्दा फाट्यो मिलिटेरीको जुत्ता मेरो परेड खेल्दा फाट्यो बुटोल जाँदा लाको माया चितवन आउँदा छुट्यो अब भो माया लाउँदिन हो लाग्यो मनमा चोट अब भो माया लाउँदिन हो लाग्यो मनमा चोट अनि आफूले चादर लिएको छैन थाहा हुँदैन मेरो होला सर हेलो हेलो हाई क्याडेट 1900 अनुप सुवेदी एउटा दुईटा तिनटा 4 5 6 7 8 9 10 11 12 वटा रहेछ धेरै पछि मल चलाउनु पायो त्यो चाहिँ परेड खेल्ने ग्राउन्ड है हामीले दैनिकी ल बाई युट्युबमा नाम के छ अनुप सुवेदी ल मस सब्सक्राइब गरिदियो ल वाह यार कसम भ्यू त के दामी छ त्यो चाहिँ हाम्रो मेडिकल पोइन्ट है बिरामी भयो भने चाहिँ यहाँ बस्ने परेड नगर्ने पनि पाउँछ नम्बर काट्छ जेलबाट निक्लिँदा कस्तो खुसी भइरहेको छु एकदम भन न खुसी भइरहेको छु क्या म त लास्ट खुसी भइरहेको छु है पैसा पायो यार ए सुशीला हेलो भन्दैन ब्लगमा तिमीहरू कहाँको ए भाइ कसै चिनेर आइज समृद्धिलाई देखाइदिउँ अनि अरू अभिषेक बहादुर सिंह के भन्नु छ फोन गर्ने यसको बिल्ला भन त तिम्रो अहिलेसम्मको के भइरहेछ रमाइलो भन न के भन न मलाई सोध न ल किन त्यस्तो पारेको सोध न अनि सोध ल मलाई सोध्न आज सोध न अहिलेसम्मको के भन्न चाहन्छौ तिमी? हजुरको एक्सपिरियन्स कस्तो छ मेरो यहाँ मलाई एकदम धेरै नरमाइलो लाग्यो अब घर जाँदैछ एकदम धेरै खुसी छु घरमा जाने भन्दा उता बाहिर गएपछि चाउचाउ खाने चाउचाउ 2वटा अरू नखाने यति हो त के भन्नु हजुरको परिचय पहिला यो चाहिँ हाम्रो पागल यो चाहिँ कुकुर हो यसलाई देखाउँदा यो त्यति बाटोमा हिँडेको कुकुर यो यो चाहिँ भुसिया कुकुर नि तपाईँ किन रुनु भएको हरायो भने मेरो बुढो गाडीमा हामी जाँदैछौँ कहाँ घरमा हामी चाहिँ अहिले एसीवाला गाडीमा टक्क चार्जर पोइन्ट सहित हामी एकदम भिआइपी गाडीमा चढेर यहाँबाट हिँड्यो है हात्तीखोराबाट घडी नलाएको 1 महिना भयो
राम शान्ताराम हजुर बेला गाडी चाहिँ तोप कुद्यो क्या नाचिरहेछन् सुति भेलो केही भन न तिमीलाई अब राति भएर होइन डर लागिरहेको छ छैन भुटदेखि घर कसरी जान्छ यति राति उहाँ कार्य गुन्डो होइन माइक पाउँछ हो र एकदम गर्नु छ नाचेको पुरै गर्नु बासु कतिको रमाइलो भइरहेछ पसेर आइदेऊ नि आऊ न पसेर आइदेऊ त त्यो मान्छे पसेर मुग्ध आदरणीय दर्शकबिन म हुँ कार्यक्रम सञ्चालक उही के त नचिप लाउने अङ्कल अहिले चाहिँ हामी घर जाँदैछौँ घर जाने क्रममा यहाँ लास भएर निदाइरहनु भएको छ यु क्यान सी यिनीहरूको भिडियोमा सोरुङको भिडियो अहिले चाहिँ हामी चन्दागिरी आइसकेको छौँ है भ्यालीभित्र काठमाडौँ भ्यालीमा चन्दागिरी कति बज्यो अहिले ठ्याक्कै 11 बज्यो 11 बज्यो अब आधी घन्टा 1 घन्टा त लागिहाल्छ नि फाइनली कहाँ आइयो फेरि आउने गएर देखेँ यार हो र देखिँदैन त यार सानो भाइ टाटा सर म गएँ ल जाऊ ल कुकुरले टोक्ला है यहाँ बसे फ्लाइट है मेरो पनि बदलमा पानी होला मासर कुकुर हामी पानी छादिन्छ आइडिया चाहिँ फेरि हरेक हुन्छ